Hello everyone, welcome to my channel. Are you actively searching for a new job but not getting any interview calls? If yes, this video is for you. के तपाईले प्रत्येक दिन हजारौं एप्लिकेसनहरू एप्लाई गरिराख्नु भएको छ र पनि तपाईलाई कुनै पनि इन्टरभ्यु कल आएको छैन? यदि यसो हो भने यो भिडियो तपाईहरूको लागि हो। तपाईलाई इन्टरभ्युको लागि कल आउनु नआउनुमा धेरै कारणहरू हुन सक्छ। त्यो धेरै कारणहरूमध्ये एउटा मुख्य कारण हुन सक्छ तपाईले प्रयोग गर्नुभएको तपाईको सिभी अथवा रिज्युमे। तपाईले सेन्ड गर्नुभएको तपाईको रिज्युमे के एटीएस फ्रेन्डली छ अथवा तपाईले प्रोफेसनल सिभी रिज्युमे बनाउनु भएको छ? यदि छैन, तपाईसँग प्रोफेसनल सिभी रिज्युमे छैन भने आज हामी यो बसाइमा प्रोफेसनल रिज्युमे कसरी बनाउने भन्ने बारेमा डिस्कस गर्नेछौँ। आउनुहोस् ढिला नगरी सुरु गरौँ। आजको टपिकहरुमा बिल्डिङ अ रिज्युमे फ्रम स्क्रच, हामी तपाईलाई सुरुवातबाट तपाईको रिज्युमे कसरी डेभलप गर्ने त्यो बारेमा डिस्कस गर्नेछौँ। त्यस्तै गरी रिज्युमे भर्सेस सिभी, व्हाट्स द डिफरेन्स हामी आज पत्ता लगाउने छौँ। के चाहिँ डिफरेन्स छ, हाउ टु क्रिएट अ प्रोफेसनल रिज्युमे, अन्डरस्ट्यान्डिङ एटीएस फ्रेन्डली रिज्युमे, टप टुल्स टु प्रिपेयर योर रिज्युमे क्रिएसन, अनि स्याम्पल विच आर एटीएस फ्रेन्डली, एप्लाइङ फर द जब द स्मार्ट वे, कसरी चाहिँ स्मार्ट वेमा तपाईलाई विभिन्न जबहरुमा एप्लाई गर्ने त्यसको बारेमा डिस्कस गर्नेछौँ। अनि अन्तिममा हामी कभर लेटर भनेको के हो यसको बारेमा ब्रिफली डिस्कस गर्नेछौँ। आउनुहोस् सुरु गरौँ आजको टपिक। आज हामी रिज्युमे कसरी बनाउने र रिज्युमेले कसरी चाहिँ तपाई हायर्ड हुनुहुन्छ भन्ने कुरालाई मस्टली फोकस गर्नेछौँ। तपाईले रिज्युमे बनाउँदा ध्यान दिनुपर्ने कुरा भनेको यदि तपाईको रिज्युमे एटीएस फ्रेन्डली छ कि छैन। एटीएस फ्रेन्डली भनेको के हो अथवा एटीएस भनेको के हो रिज्युमेमा? अहिले तपाईले धेरै सुन्ने टर्म्स भनेको एटीएस फ्रेन्डली बनाउनु पर्छ भन्ने कुरा सुनिराख्नु भएको छ। एटीएस भनेको चाहिँ एप्लिकेन्ट ट्र्याकिङ सिस्टम, जुन चाहिँ एउटा सफ्टवेयर हो जसले चाहिँ तपाईको जब एप्लिकेसनहरूलाई स्क्यान गर्ने काम गर्छ र त्यसमा भएको किवर्डहरू फर्म्याटिङ अनि त्यसमा तपाईले लेख्नु भएको डाटाहरूलाई स्टडी गरेर यदि तपाईले एप्लाई गरेको जबसँग म्याच गर्छ भने चाहिँ एचआरहरुसँग अगाडि फरवर्ड गर्छ भने इन केस तपाईले लेख्नु भएको डिस्क्रिप्सनहरु जब डिस्क्रिप्सनसँग म्याच गर्दैन, जब सँग म्याच गर्दैन भने त्यस्तो कन्डिसनमा चाहिँ तपाईको रिज्युमेलाई त्यही ब्लक गरिदिन्छ, जसले गर्दा एचआर हायरिङ म्यानेजरसँग तपाईको सिभी पुग्दैन। हो, हजारौंमा तपाईले एप्लाई गर्नुभएको छ तर तपाईको रिज्युमे चाहिँ एटीएस फ्रेन्डली छैन, त्यसको कारणले गर्दा तपाईलाई इन्टरभ्युमा कल नआएको हुन सक्छ। आउनुहोस् सुरु गरौँ। यदि यस्तो तपाईको पनि समस्या छ भने सुरु गर्नुभन्दा अगाडि मलाई धेरै साथीहरूले सोध्नु भएको क्वेशन भनेको रिज्युमे र सिभी एउटै हो कि हैन? आउनुहोस् पत्ता लगाऊ। के छ त डिफरेन्स, के छ रिज्युमे र सिभीमा? रिज्युमेको बारेमा कुरा गर्नुपर्दा रिज्युमे 1 देखि 2 पेजको हुन्छ भने सिभी मल्टिपल पेजको हुन सक्छ र त्यसमा कुनै पनि लिमिट छैन। फोकस एरियाको कुरा गर्नुहुन्छ भने स्किल, वर्क एक्सपिरियन्स, एचिभमेन्टहरूलाई मस्टली रिज्युमेमा इन्क्लुड गरिन्छ भने फुल एकाडेमिक एन्ड प्रोफेसनल हिस्ट्रीहरू चाहिँ सिभीमा इन्क्लुड गरिएको पाइन्छ। कस्टमाइज हुन्छ तपाईको रिज्युमे, प्रत्येक जबमा तपाईले एप्लाई गर्नुहुन्छ त्यसको जब डिस्क्रिप्सनहरुको आधारमा तपाईले कस्टमाइज गर्नुहुन्छ। अनि यो चाहिँ युएसए, क्यानाडा, अस्ट्रेलिया अथवा मिडल इस्टहरुमा जबको लागि मस्टली युज गरिन्छ रिज्युमे। अनि यसमा के इन्क्लुड गरिन्छ भन्दा समरी, स्किल, वर्क हिस्ट्री अनि एजुकेसन
अनि यो कस्तो क्षेत्रमा चाहिँ एकदमै बेस्ट छ भन्दै बिजनेस भयो, सर्भिस अनि टेक्निकल रोलहरूमा चाहिँ ज्यादा युज गरिन्छ। त्यस्तै गरी सिभीहरू चाहिँ मोस्टली युरोपियन कन्ट्री अथवा एसियाहरूमा चाहिँ एकाडेमिक प्रपोजको लागि ओल्ड वाइज युज गरेको पाइन्छ भने यो पनि एजुकेसन, रिसर्च, पब्लिकेसन, टिचिङ अनि एवार्डहरूको इन्क्लुड गर्न सकिन्छ यसमा चाहिँ। त्यस्तै यो चाहिँ एकाडेमिक, रिसर्च, मेडिकल एजुकेसनहरूमा धेरै युज भएको पाइएको छ। त्यो हामीले यदि तपाईँले कुनै जब खोज्दै हुनुहुन्छ, फर इक्जाम्पल एप्लाइङ फर अ वेटर जब हो, यस्तो कन्डिसनमा चाहिँ तपाईँले युज गर्ने भनेको रिज्युमे हो, जुन चाहिँ सर्ट अथवा फोकस्ड हुन्छ। अनि यदि तपाईँले युनिभर्सिटीमा कुनै रिसर्चको लागि गर्दै हुनुहुन्छ भने त्यो बेला तपाईँले प्रेजेन्ट गर्ने भनेको चाहिँ सिभी हो। आशा गर्छु आजको यो डिफरेन्सले तपाईँलाई रिज्युमे र सिभीको बारेमा क्लियर बनाएको छ। अब कुरा गरौँ अथवा स्टार्ट गरौँ प्रोफेसनल रिज्युमे कसरी बनाउने त। टेलर इट टु जब। तपाईँको किवर्डहरू अथवा जब पोस्टिङमा जहिले पनि कुनै पनि कम्पनीले जब पोस्टिङ गरेको छ भने उनीहरूले हामीलाई उनीहरूको रिक्वायरमेन्टहरू अलरेडी नोट डाउन गरेको हुन्छ हो। त्यसैलाई त्यही आधारमा तपाईँले किवर्डहरू तपाईँको पोस्टमा हाल्न सक्नुहुन्छ अथवा त्यो पोस्टबाट तानेर ल्याउन सक्नुहुन्छ। अर्को भनेको किप इट क्लियर। एकदमै क्लिन फर्मेट अथवा सिम्पल ग्राफिक्सहरू, डिजाइनहरू धेरै नहालेको सिभीहरू चाहिँ एटिएस फ्रेन्डली हुन्छ। किनभने यदि तपाईँले ग्राफिक्सहरू, भिडियोहरू, फोटोहरू हाल्नुभयो भने त्यस्तो कन्डिसनमा चाहिँ एटिएस अथवा सफ्टवेयरले चाहिँ त्यो तपाईँले लेखेको डिस्क्रिप्सनहरू राम्रोसँग नबुझ्न सक्छ। यदि बुझेन भने त्यसलाई रिजेक्ट अथवा ब्लक गर्ने हाई चान्स हुन्छ। अनि अर्को कुरा तपाईँले ध्यान दिनुपर्ने भनेको फन्ट। तपाईँले वर्डहरूमा बनाउँदाखेरि फन्टहरू एकदमै बेसिक फन्टहरू युज गर्नुहोस्, जुन चाहिँ सबै पिसीमा डिफल्ट रूपमा एभाइलेबल होस्। अनि यसलाई 1 देखि 2 पेजमा मात्रै बनाउनु होला। धेरै लामो भयो भने कुनै पनि एचआर अथवा हायरिङ म्यानेजरले तपाईँको सिभीमा गएर हेर्ने टाइम भनेको 2 देखि 3 मिनटभित्रमा स्क्यान गरिसक्नुपर्ने हुन्छ। हजारौँ एप्लिकेन्टहरू आइराखेको हुन्छ, हजारौँ एप्लिकेसनहरू आइराखेको हुन्छ प्रत्येक दिन। त्यही कारणले तपाईँको एउटा सिभीमा धेरै टाइम स्पेन्ड गर्ने हुँदैन। अर्को भनेको हाइलाइट एचिभमेन्ट, नट जस्ट ड्युटी। तपाईँले ड्युटी, रेस्पोन्सिबिलिटी भनेर लामो बनाउनु भयो तर त्यसले कुनै पनि मिनिङ लाग्दैन। कसरी लेख्ने, तपाईँले चाहिँ एकदम टार्गेटेड हुनु पर्यो। ह्यान्डल कस्टमर सर्भिस भनेर तपाईँले ट्रेडिसनल वेमा बनाउनु भएको थियो भने अब चाहिँ अलिकति एडभान्स पाराले बनाउनु पर्यो। रिजल्भ 85% अफ कस्टमर इस्यु अन द फर्स्ट कन्ट्याक्ट, इम्प्रुभ सेटिस्फ्याक्सन स्कोर्स बाई 20% अथवा हाई, यसरी तपाईँले नम्बरमा देखाउन सक्नुपर्ने भयो। त्यस्तै अर्को एउटा इम्पोर्टेन्ट पोइन्ट छ, युज एक्सन भर्ब। तपाईँले के काम गर्नुभएको थियो त्यसलाई लाइक त्यो चाहिँ स्ट्रङ भर्ब्सहरूकोमा युज गर्नु होला। लिड, डेभलप्ड, इन्क्रिज, स्ट्रिमलाइन्ड, रिजल्भ, जुनले चाहिँ डाइनामिक अनि प्रोएक्टिभ टोनहरू चाहिँ क्रिएट गरोस् तपाईँले लेखेको डिस्क्रिप्सनहरूमा। क्वान्टिफाई योर इम्प्याक्ट, युज नम्बर। फेरि यहाँ पनि नम्बरकै कुरा आयो, किनभने यदि तपाईँले नम्बरमा लेख्नुभयो भने फर इक्जाम्पल इन्क्रिज सेल्स बाई 35%, म्यानेज $150 के बजेट अन एभरेज भनेर यसरी डलर अथवा यसरी तपाईँले नम्बरमा देखाउनु भयो भने चाहिँ एकदमै आई क्याची हुन्छ। अनि इन्क्लुड कोर स्किल। कोर स्किलको कुरा गर्दाखेरि हार्ड स्किल प्लस एज वेल एज सफ्ट स्किल्सहरू इन्क्लुड हुनसक्छ। स्किल्सको सेक्सनमा तपाईँले अलरेडी जुन जबको लागि एप्लाई गर्दै हुनुहुन्छ त्यो जबमा कस्तो टाइपको स्किल चाहिएको छ मेन्सन गरेको हुन्छ। त्यही कारणले त्यसलाई कपी पेस्ट गर्ने अथवा रिराइट गर्न पनि सक्नुहुन्छ। अर्को तपाईँले छुटाउनै नहुने पोइन्ट भनेको प्रुफ रिड हो।
प्रुफ रिड चाहिँ एकदमै इम्पोर्टेन्ट छ। कहिलेकाहीँ तपाईँले स्पेलिङ मिस्टेक गर्नुहुन्छ, कहिलेकाहीँ टाइपिङ गर्दाखेरि मिस्टेक गर्नुहुन्छ, तपाईँले सिभी टाइप गर्दै हुनुहुन्छ, त्यो कन्डिसनमा तपाईँले मिस्टेक गर्न सक्नुहुन्छ, अथवा तपाईँले मेन्सन गर्नुभएको पोइन्टहरू क्लियर नहुन सक्छ। अनि इनकेस तपाईँले कुनै मिस्टेक भयो, कुनै स्पेलिङहरू राम्रोसँग लेख्नु भएन भने चाहिँ त्यो फर्स्ट इम्प्रेसनमै नराम्रो असर पर्न सक्छ। त्यही कारणले तपाईँले लेखेको रिजुमेमा स्पेलिङ चेकिङ अथवा सेन्टेन्सहरू मिलेको छ छैन, अनि त्योहरू चाहिँ एकदम राम्रो गरी चेक गर्नुहोला। अनि तपाईँलाई सिभी त बनाउने योहरू सबै थाहा पनि भयो, तर अब सुरुदेखि बनाउनको लागि त धेरै टाइम लाग्छ, अथवा तपाईँसँग त्यति धेरै स्किल छैन भने अहिले बजारमा एभाइलेबल भएका धेरै एआई टुल्सहरू छन्। मैले बजारमा एभाइलेबल भएका केही एआई टुल्सहरूलाई यहाँ मेन्सन गरेको छु, जस्तै च्याट जिपिटी, कोपाइलोट, क्यानभा। च्याट जिपिटी, कोपाइलोट यिनीहरूले चाहिँ तपाईँलाई डिस्क्रिप्सन लेख्न, कभर लेटर लेख्नको लागि मद्दत गर्छन् भने क्यानभाले चाहिँ तपाईँलाई डिजाइन अफ रिजुमेको डिजाइन गर्नको लागि चाहिँ हेल्प गर्छ। अब कभर लेटर चाहिँ के हो त? हामीले अघि पनि कुरा गऱ्यौँ कभर लेटरको बारेमा। कभर लेटर भनेको चाहिँ सर्ट डकुमेन्ट अफ योर सिभी। तपाईँको रिजुमेको सर्ट फर्मलाई चाहिँ कभर लेटर भन्न सकिन्छ। यसमा चाहिँ तपाईँ किन इन्ट्रेस्टेड हुनुहुन्छ अनि वाइ यु आर ग्रेट फिट फर द्याट जब बारेमा अथवा यसले चाहिँ डिटेलली बुझाउने भयो। अनि यसमा एक्ज्याक्टली के इन्क्लुडिङ गरिन्छ भन्दा हु यु आर एन्ड वाट यु आर एप्लाइङ फर। अर्को भनेको तपाईँको स्किल र एक्सपिरियन्सहरूलाई हाइलाइट गर्ने काम गरिन्छ। त्यस्तै यहाँ क्लोजिङ नोट्सहरू, पोलाइट क्लोजिङ विथ द रिक्वेस्ट फर ए इन्टरभ्यू अथवा नेक्स्ट स्टेप पनि मेन्सन गरिन्छ यसमा। हामी यसलाई पनि अर्को सेसनमा हेर्नेछौँ। अनि यो एउटा एक्जाम्पल छ एटिएस फ्रेन्डली रिजुमेको, जहाँ चाहिँ मैले वेटरको रोल मेन्सन गरेको छु, जहाँ तपाईँको फुल नेम हुन्छ, एड्रेस, फोन नम्बर, इमेल, लिङ्कडिन प्रोफाइल। अहिले लिङ्कडिन प्रोफाइलहरू धेरै कम्पनीहरूले खोजिराखेका छ। त्यही कारणले यदि तपाईँसँग लिङ्कडिन प्रोफाइल छैन भने बनाउनु होला, यदि छ भने चाहिँ तपाईँको सिभीमा इन्क्लुड गर्नुहोस्। अनि प्रोफेसनल समरी भयो, की स्किल भयो, एक्सपिरियन्स भयो, अनि एजुकेसन तपाईँले कतिसम्म कम्प्लिट गर्नुभएको छ त्यो नछुटाउनु होला। सर्टिफिकेट एन्ड ल्याङ्ग्वेज, तपाईँसँग भएको सर्टिफिकेट ट्रेनिङहरूको केही छ भने त्यसलाई पनि मेन्सन गर्नुहोला। अनि ल्याङ्ग्वेज तपाईँलाई कुन कुन भाषाहरू आउँछ त्यसको बारेमा पनि मेन्सन गरिदिनु होला। अनि केही स्याम्पलहरू मैले रिजुमेको एटिएस फ्रेन्डली रिजुमेहरूको केही स्याम्पलहरू तयार पारेको छु, जुन म तपाईँहरूलाई अब देखाउनेछु। यो एउटा स्याम्पल छ जुनमा चाहिँ तपाईँको आफ्नो फुल नाम भयो, एड्रेस भयो, फोन नम्बर, इमेल एड्रेस, लिङ्कडिन प्रोफाइल अघि नै हामीले कुरा गरिसक्यौँ। इनकेस तपाईँसँग लिङ्कडिनको प्रोफाइल छ भने लिङ्कडिनको प्रोफाइल हालिदिनुहोस्। अनि प्रोफेसनल समरी मिलाएर लेख्नुहोला। यदि तपाईँलाई लेख्न गाह्रो लाग्छ भने एआईको प्रयोग गर्न सक्नुहुन्छ। च्याट जिपिटी छ, कोपाइलोट छ, यिनीहरूले तपाईँलाई राम्रो गरी समराइज गरेर समरी लेखिदिन्छ। कोर स्किलहरू पनि त्यहीँ तपाईँले सर्च गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँको एक्सपिरियन्सहरू यसरी लिस्ट गर्नुहोस्। अहिले काम गर्दै गर्नुभएको यदि पुरानो पहिला गरिसकेको एक्सपिरियन्स छ भने तिनीहरूलाई मेन्सन गर्नुहोस्। तपाईँको अहिलेको एजुकेसन को बारेमा मेन्सन गरिदिनुहोस्, सर्टिफिकेटको बारेमा मेन्सन गर्नुहोस्, अनि ल्याङ्ग्वेजको बारेमा मेन्सन गर्नुहोस्। यति तपाईँले गर्नुभयो भने तपाईँको एटिएस फ्रेन्डली रिजुमे बनाइयो। अब तपाईँसँग त रिजुमे छ, तर अब एप्लाई कसरी गर्ने हो? यदि तपाईँको पनि यही क्वेसन छ भने म तपाईँलाई एप्लाई गर्ने तरिका सिकाउँछु। अब तपाईँले सबैभन्दा सुरुमा तपाईँको जिमेल अथवा जुन इमेल छ
त्यो इमेल खोल्नु होला। याहू हुनसक्छ, हटमेल हुनसक्छ। मैले यहाँ चाहिँ इक्जाम्पलको लागि जिमेल खोलेर देखाएँ। अब तपाईँले कहाँ सेन्ड गर्ने भन्दा कुन कम्पनीको लागि एप्लाई गर्दै हुनुहुन्छ, कहाँ भ्याकेन्सी छ, त्यो कम्पनीको इमेल एड्रेस पत्ता लगाउनु पर्यो तपाईँले। तपाईँसँग जब इमेल एड्रेस हुन्छ यहाँ पेस्ट गर्नुहोला। अनि अब सब्जेक्टमा इक्जाम्पलको लागि मैले वेटरको गर्दैछु। एप्लिकेसन फर द पोस्ट अफ ओके वेटर भयो नि। अब मलाई कभर लेटर लेख्नु छ। कभर लेटर लेख्नको लागि म के गर्छु भन्दा कुनै पनि एआईको प्रयोग गर्दा हुन्छ। मैले चाहिँ को पाइलटको युज गरेँ। यसरी मैले प्लिज प्रिपेयर कभर लेटर फर को पाइलट भनेर भनिसकेपछि एआईले मलाई कभर लेटर प्रिपेयर गरेर दियो। म यही आएकोलाई चाहिँ इमेलमा गएर पेस्ट गर्नेछु। जब मसँग यो आइसक्यो मैले लिएर गएँ, यसलाई इमेलमा पेस्ट गरेँ। हो मैले यहाँ पेस्ट गरिसकेँ। तपाईँले कभर लेटर पनि बनाउनु भयो अथवा मोडिफाई गर्नुभयो, तपाईँको आफ्नो जबसँग म्याच गर्ने कभर लेटर भयो। अब तपाईँले बनाउनु भएको रिज्युमेलाई एट्याच गरिदिनु। रिज्युमेलाई जहिले पनि सेभ गर्दाखेरि पिडिएफ फर्मेटमा सेभ गर्नु। यदि तपाईँले पिडिएफ फर्मेटमा सेभ गर्नुभयो भने दोस्रो पर्सन अथवा जसले तपाईँको सिभी पाउनुहुन्छ उहाँहरूलाई ओपन गरेर हेर्नको लागि सजिलो हुन्छ र त्यहाँ भएको फन्टहरू पनि बिग्रिँदैन। अनि इनकेस कसैले मोडिफाई गरिदिएला कि भन्ने डर पनि हुँदैन, किनभने पिडिएफमा भएको डाटाहरू मोडिफाई गर्न अलिकति गाह्रो हुन्छ। यसरी तपाईँले एप्लाई गरिसकेपछि पक्कै पनि तपाईँलाई इन्टरभ्यूको लागि कल आउनेछ। आशा गर्छु आजको बसाइमा हामीले तपाईँलाई एटिएस फ्रेन्डली रिज्युमे कसरी बनाउने भन्ने बारेमा राम्रो जानकारी दियौँ होला। यदि तपाईँलाई आजको भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। र तपाईँको कमेन्टमा आउने दिनहरूमा तपाईँलाई कुन सब्जेक्ट रिलेटेड भिडियो चाहिएको छ त्योहरू पनि मेन्सन गरिदिनु होला। धन्यवाद।